थारू समुदायमा क्रिस्चियनिटी बढ्नुको पछाडि जस्तो यो विभिन्न समुदायमा देखिन्छ विशेष गरी के प्रलोभन देखाइन्छ, कसरी चाहिँ उहाँहरूलाई चाहिँ क्रिस्चियन बनाइन्छ म्याडम, के अनुभव छ तपाईको? के छ अध्ययन? त्यहाँ पास्टर बनाइदिने, घर बनाइदिने, अनि अलि टाँठा बाँठाहरूलाई लगिदिने बाहिर घुमाउन, अनि त्यसपछि पैसाको प्रलोभनमा पार्ने, अनि हजुरको अलि बिरामी हुने मान्छेलाई अनि फुकेर गाएर कहीँ बिरामी निको हुन्छ। यहाँसम्म कि हाम्रा पढाउने टिचरहरू पनि, म 8 कक्षामा पढ्दाखेरि मलाई एउटा सामाजिक शिक्षा पढाउने हाम्रो टिचर चौधरी टिचर नै हुनुहुन्थ्यो। अनि मलाई भन्नुभयो, मेरो नाम लिएर बोलाउनु हो, मेरो बाइबल आउन थाल्यो पोखराबाट। अनि यो किताब मलाई किन आउँछ, मेरो नाम कहाँबाट थाहा भयो भन्ने मलाई लाग्यो कि। अनि त्यो त टिचरले पठाउने रहेछ, म फालिदिन्थेँ त्यो किताब, पढ्दै नपढिकन फाल्थेँ त्यो बाइबल। अनि मलाई बोलाउनु भयो एक दिन सरले, अनि किन सर, अब तिमी पास्टर हुनु पर्यो, तिम्रो लागि एउटा टिकापुरमा घर बन्छ, मलाई घर चाहिएको छैन, मलाई आफ्नो धर्म संस्कृति मलाई फाल्नु छैन। मैले त्यतिखेरदेखि म चाहिँ चलाखो भएर म अहिलेसम्म लोभ प्रलोभन देखाएर आज थारू समुदायमा एकदम तपाईँ अहिले प्रत्येक गाउँमा गएर हेर्नुहोस् त, चर्च बनेको छ होइन। त्यसरी कसैको पहिचानै, जब मान्छे देशलाई उसको पहिचानलाई समाप्त गर्नु छ भने उसको संस्कृति र धर्मप्रति हस्तक्षेप पहिलो नम्बरमा हुन्छ। उसको भाषामा, उसको पहिचानमा, उसको धर्ममा पहिलो हस्तक्षेप हुन्छ। आज हाम्रो देशको धर्ममाथि पनि यसरी नै हस्तक्षेप हुँदैछ, किनकि हाम्रो देशलाई समाप्त पार्ने दिशातिर लाग्दैछ।